म कहिलेकाहीँ सोच्थेँ यो हामी मूलवासीहरू किन नेपालको कहिले प्रधानमन्त्री हुन सकेन, किन यो ठुलो ठुलो मन्त्री पोस्टहरूमा किन खासै पुग्नु सकिएन भन्दाखेरि अर्क साम्पाङको चुनाव लड्ने तरिका र यो बालेन शाहहरूको चुनाव लड्ने तरिकामा नै धेरै फरक रहेछ क्या। मान्छेको बोली पनि मिठो हुनुपर्छ, एउटा स्ट्राटेजी हुनुपर्छ, एउटा टिम हुनुपर्दो रहेछ क्या चुनाव जित्नका लागि चाहिँ। किनकि बालेन शाहहरूको स्ट्राटेजी हेर्नु न कस्तो खतरा छ। 4-5 दिनमा एउटा पोस्ट आउँछ, त्यहाँ आफ्नो विचार आफ्नो योजना आउँछ। अर्क साम्पाङको मिनेटमै अरूलाई गाली गरेको, अरूलाई त्यो के भनेको, म भन्दा खतरा कोही छैन भन्दाखेरि, आफू जस्तो इमान्दार कोही छैन भन्दाखेरि त्यो घमण्ड गरे जस्तो देखिँदो रहेछ क्या। घमण्ड गरिरहेछ भनेर मान्छेले घमण्डीलाई सपोर्ट गर्नु हुँदैन है भनेर प्रचार गर्छ। बालेन शाहहरूको फेरि टिम रहेछ, टिम छ, सल्लाहकारहरू छ। अर्क साम्पाङको म एक्लै, मैले भनेपछि राइट, मैले भन्छु रङ भनेपछि त्यो मान्छेको त्यो इमान, त्यो मन्त्री पदमै नपुगेपछि त्यो इमान्दार, त्यो भिजन के कहाँ त्यो कागजमै त सीमित भयो नि होइन। सुरुमा त्यो मन्त्री पदसम्म कसरी पुग्ने, म मन्त्री पदसम्म पुगेर मेरो भिजन मेरो इमान्दारिता त्यहाँ देखाउँछु भन्ने हुनु पर्यो क्या, अनि पो जितिन्छ त। उता बालेन शाह पुरै बिजी छ। राई लिम्बूको पनि बरु यो मूलवासीहरूको पनि भोट अलिअलि कसरी तानौँ भनेर माघे सङ्क्रान्तितिर गएर राईहरूको उमा गएर किराँतीहरूकोमा गएर स्पिच दामी दिइरहेछ क्या, मन लोभ्याउने स्पिच दिएछ। र अर्क साम्पाङ कतै गयो भने राई लिम्बूले भोट हाल्नु हुँदैन बालेनलाई भन्दाखेरि त्यो चाहिँ जातीय द्वन्द्व गर्नु खोजे जस्तो, त्यो उहाँप्रति नेगेटिभ चाहिँ एकदम नेगेटिभ हुँदो रहेछ क्या जनताको। उता चुनावको स्ट्राटेजी प्लानिङ एउटा टिमसँग लडिरहेछ, यता एकजना गाली मात्रै गरेछ, अरूलाई नराम्रो मात्रै भनेछ, आफू के गर्ने, यो म देशभरमा प्रधानमन्त्री भएपछि के गर्छु त्यो भन्नु छैन। अरूलाई चाहिँ त्यो के भनेको छ, जित्दैन के त्यसरी। मेरो दाजु अङ्कल दाजु, तपाईँले पनि राम्रो टिम बनाएर आउनु पर्यो। राम्रो टिम, इमान्दारिता भन्ने कुरा फेसबुकमा लेख्नुभन्दा सुरुमा जितेर त्यो पोस्टमा चाहिँ इमान्दार भएर बस्ने हो क्या। नजिते नै पछि त्यो कागजमै मात्रै हो तपाईँको भिजन, त्यो खड्याङ 300 बेल्चा कागजमै मात्र हो। सुरुमा जित्नु, आउनुहोस्, जित्ने एउटा स्ट्राटेजी बनाउनुहोस्, एउटा टिम बोकेर आउनुहोस्, एउटा राम्रो आफूलाई सल्लाहकार राख्नुहोस्, केमा गलत गरिरहेको छु एउटा सच्याउने मान्छे राख्नुहोस्, अनि जित्नुहोस्। अनि त्यसपछि हामी पनि बेल्चा हान्न तयार छौँ, खड्याङ किक खड्याङ।